म त अब डुलेको गर्दैछु है साथी हो। गाडी 3 बजी आउँछ अरे हो। अन्त के गर्नु बसिरहनु है। यहीँ आएर पनि किन नघुम्नु त भनेर नि अन्त घुम्नु आएको। ल तपाईहरुलाई पनि देखाइदिइरहेको छु मिरिकको झिल। ल कति राम्रो लागेको है। परको पुल पो मन परिरहेको छ। त्यहाँ गएर फोटो खिच्नु पर्छ र ठ्याक्कै है। यहाँको कमलको फुल कहाँ पुगेछ छैन हो। बिचमा कमलको फुल थियो। हामी क्लास 10 मा हुँदाखेरि यहाँ आएको थियौँ खाजासाजा बोकेर। दोकान दौडी यस्तो केही थिएन त्यतिखेर। अहिले त्यहाँ जग्गा जग्गा दोकानहरू पनि राखेको रहेछ। त्यहाँ पुरै दोकानहरू छ है। नेपाली ड्रेसहरू के राखेको छ। हामी आउँदाखेरि त नेपाली ड्रेस पनि थिएन, दोकान दौडी पनि थिएन, के पनि थिएन। अन्त खाना बोकेर आउनु पर्थ्यो घरबाटै। त्यो खाना लिएर आयौँ। त्यहाँदेखि यहीँ बसेर खायौँ। यहाँनिर बोर्डहरू थियो है। बोर्ड त अहिले पनि रहेछ ऊ, तर कमलको फुल बिचमा थियो यहाँ। अन्त छैन रहेछ कमल फुलहरू, कहीँ देखिनँ मैले। त्यो कमलको फुलबाट पानी सर निस्किँदा कस्तो राम्रो देख्थ्यो। अहिले चाहिँ छैन रहेछ है। अहिले त यस्तो केही छैन पहिला जस्तो। पुरा यो घरहरू बन्नेकोपट्टि त पुरा जङ्गल मात्रै थियो त। अहिले चाहिँ हेर्नु न घरहरूको थुप्रो कति छ है। यहाँ त शीतल आयो छाया। यहाँ त दोकानहरू पनि छ। त्यतिखेर हामी आउँदा दोकान दौडी के पनि थिएन है। यस्तो दोकानहरू केही थिएन। अन्त त्यही मजबुर भएर पनि भोक लाग्थ्यो है। रोटी आलुदम भुजाहरू लिएर आउँथ्यौँ। अन्त खान्थ्यो। अहिले त यहाँ आएर खाली हात आए पनि हुन्छ। यसरी मजाले बसेर खानु सकिन्छ। हाम्रो पालामा पनि थिएन त केही पनि। हामी त उहिलेको भएर होला हौ है। ल हेर्दै जानुहोस् है। देखाउँदै जान्छु, तपाईँहरू चाहिँ हेर्दै जानुहोस् है। कति राम्रो देखेको। शान्ति लाग्छ मलाई त कुनै, किनकि यस्तो जग्गाहरू हेर्न पाउँदा शान्ति खुसी लाग्छ मनमा। म त एक्लै टुई घुम्छु पो त। मौका पाउँदाखेरि त हिँडिहाल्नुपर्छ। के गरिबस्नु त है। त्यत्रो टाइम छ भनेर नि। अब पुल आइपुग्नु आँटे। वरिपरि घुमेर हेरेको नि। परसम्म गएर घुमेर आएँ। घुम्नु जानेको त अरू जातहरूले घुम्छ। अरू जात भन्दा पनि बङ्गालीहरू है। उहाँहरूले त एकदमै घुम्नुको मजा लिन्छ है। हामी नेपालीहरू त्यति घुम्दैनौँ कि। तर उनीहरूले चाहिँ घुम्नुमा चाहिँ पैसा पुरा हाल्छ है। हामी चाहिँ केमा पैसा हाल्छौँ भने हामी चाहिँ खानुमा है। हेर्नुहोस् त सानातिनो दोकान खोलेको होस् चाहे ठुलो दोकान खोलेको होस्, खानु चाहिँ हाम्रो नेपाली नै हुन्छ। यिनीहरू हुँदैन नि। यिनीहरू आफ्नो घरबाट 3-4 दिनको खाना बोकेर आएको हुन्छ। लिएर खाँदै हिँड्दै गर्छ। कि यहाँ घोडा पनि रहेछ मजाको। कति राम्रो घोडा है। अब चाहिँ म पुलमा आइपुगेँ साथीहरू। अब चाहिँ पुल उकालो चढेको। अब यहाँबाट चाहिँ यहाँको दृश्यहरू हेर्नुहोस् कस्तो छ के छ। खल्ट्याङ गरेर गयो घोडा पनि। कति राम्रो छ है। परसम्म छ त्यहाँ जाउँ भनेको त गाडी आउने बेला भयो होला भनेर निस्केको। अब म पनि के खानु पर्यो। खानुमा त हामी छिटै छौँ है। अन्त खाइदिउँ। हेर्नुहोस् त यिनीहरू कस्तो घुम्छ। अन्त पो नलेज पनि हुन्छ तिनीहरूको त। हाम्रो त पछि आउँछ नलेज पनि क्या। देश दुनियाँ केही घुमेकै हुँदैन। अन्त हाम्रो नलेज कहाँबाट हुन्छ त है।
त्यस्तो नलेजै हुँदैन हाम्रो त पछि आउँछ है हाम्रो चाहिँ नलेजहरू यिनीहरू त हेर्नु यसरी घुम्छ डुल्छ देश दुनियाँ के हो कसो हो जानेको हुन्छ बुझेको हुन्छ है हामी त छैन खानु जानेको छौँ त्यति हो भिडियो चाहिँ अलिक लामो भयो होला साथीहरू है वरिपरि देखाइदिएँ सबैलाई अब म पनि हेर्दै जाँदैछु कति राम्रो छ है हेर्नुहोस् है यस्तो थिएन नि हौ हामी आउँदाखेरि सानो बाटो थियो यहाँनिर यस्तो दोकानहरू कहाँ राखेको त्यस्तो ड्रेसको दोकानहरू थिँदै थिएन है रेन्टमा दिएर यसो फोटो खिच्नु भने पैसा पनि थिएन त्यतिखेर यस्तो लगाएको पनि थिएन राखेको पनि थिएन यहाँ त अहिले त यस्तो दामी भएको छ है घुम्न आउनेलाई सुविधा छ नि ल कति राम्रो छ है लु हेर्नु साथीहरू अब चाहिँ म पनि अलिअलि के खानु पर्यो है त्यहाँदेखि घरतिर लाग्नु पर्यो गाडी आउने टाइम भयो बाई बाई